नमस्कार, म श्याम कुमार श्रेष्ठ, मोटिभेशनल स्पिकर तथा ट्रेनर। आज यस भिडियोमा म क्रिएटिभिटी सृजनशीलताको बारेमा कुरा गर्न गइरहेको छु। संसारमा त्यस्तो व्यक्ति कोही छैन होला जो सफल होस् तर सृजनशील नहोस्। संसारमा सबै सफल व्यक्तिमा एउटा समानता पाइन्छ, त्यो हो सबैमा सृजनशीलता हुन्छ। असफल मान्छेहरूमा पनि सृजनशीलता हुन सक्छ, तर त्यस्तो कुनै सफल व्यक्ति छैन जसमा सृजनशीलता छैन। सृजनशीलता बिना सफल असम्भव छ। चाहे बच्चा होस् चाहे बुढो, जसलाई पनि सृजनशीलताको आवश्यकता पर्छ। अगाडि बढ्न, सफल हुन, सपना पूरा गर्न, लक्ष्य पूरा गर्न अनगिन्ती दुःख कष्ट बाधा विरोध अवरोध झेल्नुपर्छ। समस्या र चुनौतीहरू खेप्नुपर्छ। यी सबलाई छिचोल्नका लागि हामीलाई सृजनशीलता चाहिन्छ। सृजनशीलता भएन भने हामी शङ्कामा हुन्छौँ, चिन्तामा हुन्छौँ, डरमा हुन्छौँ, त्रासमा हुन्छौँ। बाधा विरोध अवरोधमा हामी अवसर देख्दैनौँ, समस्यामा समाधान देख्दैनौँ, चुनौतीमा सम्भावना देख्दैनौँ। त्यसैले सृजनशीलता चाहिन्छ। आखिर के हो त सृजनशीलता? सृजनशीलता भनेको अहिलेसम्म नभएको नयाँ विचार ल्याउनु, नयाँ सोच ल्याउनु, अथवा पुराना भइरहेको कुराहरूलाई पनि नयाँ विचार, नयाँ सिर्जना गरेर ल्याउनु, नयाँ कुरा सोच्न सक्नु, समस्याको नयाँ समाधान ल्याउन सक्नु, चुनौतीमा सम्भावना देख्न सक्नु, बाधा विरोध र अवरोधमा अवसर क्रिएट गर्न सक्नु, त्यो हो सृजनशीलता। जस्तै पुरानो जमानामा ल्यान्डलाइन फोन थियो, पछि आयो मोबाइल। यो चाहिँ नयाँ सोच हो, नयाँ विचार हो, त्यो फरक विचारबाट आयो। तर अहिले प्राप्त मोबाइलमा क्यामेरा जडान गर्नु, विभिन्न सिस्टमहरू जडान गर्नु चाहिँ त्यो चाहिँ भइरहेको पुरानो विचारलाई, पुरानो सोचलाई, पुरानो सृजनालाई नयाँ तरिकाले प्रस्तुत गर्नु हो। सृजनशीलताले हामीलाई जीवनमा सहज बनाउँछ। जस्तै अहिले पठाउ आएको छ, जसले गर्दा हामी बाटोमा गएर ट्याक्सी खोज्नु पनि पर्दैन र खाली छ कि छैन भनेर सोध्नु पनि पर्दैन, यता र उता भौतारिरहनु पनि पर्दैन। हामीलाई मोटरसाइकलमा पठाउ आउला भन्ने सोच पनि थिएन, तर जे होस् आयो, हामीलाई हाम्रो जीवनलाई सुविधाजनक बनायो। त्यसै गरी घरमै बसेर मिष्टान्न भोजन खानालाई डेलिभरीको व्यवस्था पनि भयो। यसले पनि हाम्रो जीवनमा सहजता ल्यायो। त्यसैले सृजनशीलताले हाम्रो जीवनलाई सफल मात्र होइन, सहज पनि बनाउँछ, सजिलो पनि बनाउँछ र विभिन्न उपाय, सोच र जुक्तिहरू पनि दिन्छ। सृजनशीलताले नै हामी शङ्का, चिन्ता, डर, त्रास, बाधा विरोध अवरोधलाई छिचल्दै अगाडि बढ्न सक्छौँ। नयाँ नयाँ विचार ग्रहण गर्न सक्छौँ, नयाँ नयाँ सोच ल्याउन सक्छौँ, नयाँ नयाँ नवनिर्माण गर्न सक्छौँ, नयाँ कुराको खोजी गर्न तल्लीन हुन्छौँ। यसले विभिन्न क्रिएटिभ आइडियाहरू, सृजनात्मक विचारहरू, सृजनात्मक जुक्तिहरू, सृजनात्मक उपायहरू ल्याउँछन्। सृजनशील मान्छेहरू शङ्का, चिन्ता, तनाव, डरबाट टाढा हुन्छन्, उनीहरू ढुक्क हुन्छन्। त्यसैले उनीहरू जतिखेर पनि आफ्नो ब्रेन युज गर्न सक्छन्, क्रिएटिभ आइडिया सृजना गर्न सक्छन्। उनीहरूलाई थाहा छ समस्यामा कसरी समाधान निकाल्ने, चुनौतीमा कसरी सम्भावना खोज्ने, बाधा विरोध अवरोधमा कसरी अवसर खोज्ने, उनीहरूलाई थाहा हुन्छ। त्यसैले उनीहरू ढुक्क हुन्छन् र आफ्नो ब्रेन, आफ्नो क्षमताको भरपुर प्रयोग गर्न सक्छन् र नयाँ नयाँ सृजना पनि गर्न सक्छन्। एक दिनको कुरो हो, काठमाडौँको कुनै कलेजबाट 25 जना साथीहरू ट्रेकिङको लागि जङ्गलको बाटो हुँदै गएछन्। जङ्गलको बिचमा पुगेपछि एउटा रमणीय ठाउँ भेटेछन्। उनीहरू खाजा खान थालेछन्। सबै रमाइलो गरिरहेका थिए। एकजना साथीलाई पिसाबले च्यापेछ। उनी अलि एकान्ततिर गए। त्यत्तिकैमा एउटा चिच्याहाटको आवाज आयो। सबैजना साथीहरू त्यतिर कुदे।
अचानक के भएछ भने त्यो साथी एउटा इनार जस्तो खाल्टोमा खसेछ। उनी भित्रबाट कराइरहेका थिए, मलाई बचाऊ, जसरी पनि बचाऊ साथी हो, निकाल यहाँबाट, मलाई डर लागिरहेछ। सबै साथीहरू कोही डोरी खोज्न लागे, कोही बाँस खोज्न लागे, कोही रुखको लहराहरू खोज्न लागे, तर अफसोस कसैले केही भेटेनन्। सबै मुडप भए, सबै आत्तिए, सबै छक्क परे। अब के गर्ने? तीमध्येमा एकजना सृजनशील युवा रहेछन्। उनले सबैलाई भेला पार्दै भनेछन्, मसँग एउटा जुक्ति छ, मेरो आइडिया आयो, तपाईहरुले यसलाई विश्वास गर्नुपर्छ, मान्नुपर्छ। यदि सबैले मान्ने हो भने उसलाई हामी इनारबाट निकाल्न सक्छौं, त्यो खाल्टोबाट निकाल्न सक्छौं। सबै साथीहरूले भनेछन् हुन्छ गर्ने। उनले एउटा मोटो मान्छे छानेर रुखमा समात्न लगाएछन्। त्यसपछि क्रमशः मोटो साथीहरूलाई खुट्टामा समातेर लम्पसार हुन सिकाएछन्। एकले अर्काको, अर्कोले अर्कोको, अर्कोले अर्को गर्दै इनारमा खस्दै गए। 24 जना साथीहरू तलसम्म पुग्न सजिलै सके। यसरी त्यो तल डुबेको साथीलाई एउटा भर्याङ जस्तो, मान्छेको भर्याङ जस्तो बनाएर माथि निकाल्न सफल भए। यसरी सृजनशीलताले एकदमै आपत परेको बेलामा जीवनलाई पनि बचाउन सक्छ। यस्तो आइडिया ल्याउने मान्छेहरूले नवनिर्माण पनि गर्न सक्छ, व्यावसायिक क्षेत्रमा सफलता पनि प्राप्त गर्न सक्छ, अध्ययनको क्रममा सफलता प्राप्त गर्न सक्छ, वैज्ञानिक सोच र विचारहरू ल्याउन सक्छ। त्यसैले सृजनशीलताको महत्त्व धेरै छ। सृजनशील मान्छेहरूले अरूलाई आशा जगाइदिन पनि सक्छ, अरूलाई सम्भावना देखाइदिन पनि सक्छ, अरूको बुद्धिको ढक्कन खोलिदिन पनि सक्छ। एक पटकको कुरा हो, एकजना सफल व्यापारी ट्रेनबाट सफर गरिरहेका रहेछन्। त्यत्तिकैमा एउटा मगन्ते माग्दै आएछ। व्यापारीले भनेछन्, हेर भाइ, म तिमीलाई पैसा त दिन सक्दिनँ, तर तिमीलाई केही आइडिया दिन सक्छु जसले तिमी अहिलेभन्दा बढी पैसा कमाउन सक्छौ। गर्छौ? सुरुमा त त्यो भिखारीले विश्वास गरेन, किनभने उसको माइन्डसेट त माग्नु मात्र थियो। उनले कसरी पैसा कमाउन सकिन्छ, कसरी बढी पैसा कमाउन सकिन्छ भन्ने सोच्नै सकेको थिएन। तैपनि स्वीकारोक्तिको टाउको हल्लायो। त्यसो त म तिमीलाई पैसा नमाग भन्दिनँ, किन तिम्रो गुजारा यसैबाट चलिरहेको होला, तर तिमी जोसँग पैसा माग्छौ तिनीहरूलाई एउटा एउटा फुल दिने गर। हुनसक्छ यसले तिमीले धेरै पैसा कमाउन सक्छ, हुनसक्छ तिमीले धेरै कनेक्सनहरू पनि बनाउन सक्छौ। भिखारी अलमल्ल पर्यो, ट्रेन छुटेर गयो। 10 वर्षपछि यी दुईको फेरि एउटा एयरपोर्टमा भेट भएछ। बिचरा सफल व्यापारीले त उसलाई चिन्नै सकेन। यी भिखारी कुद्दै गएछन् र ती व्यापारीको खुट्टा समाउँदै भनेछन्, हजुर मेरो लागि देउता, हजुरले दिएको आइडियाले मैले पैसा मात्र कमाइन हजुर, म त व्यापारी बने। तपाईले भन्नुभएको थियो पैसा माग्दाखेरि फुल दिनुस्, मैले फुल दिँदै गएँ, प्रत्येक मान्छेलाई फुल बाँड्दै गएँ। मैले देखेँ मान्छेहरू खुसी भएको, मैले देखेँ मान्छेहरू मलाई माया गर्न थाले, मलाई पैसा बढी दिन थाले। यसपछि मैले फुलको सट्टामा पेन्सिल दिँदा के हुन्छ भनेर सोचेँ। पेन्सिल दिन थालेँ, झन् बढी पैसा कमाएँ। डट पेन दिन थालेँ, झन् बढी पैसा कमाएँ। त्यसपछि त मैले कपी बेचेँ, किताब बेचेँ, घडी बेचेँ, क्याल्कुलेटर बेचेँ, मोबाइल बेचेँ, ल्यापटप बेचेँ। अहिले त म ठुलो व्यापारी बनिसकेँ हजुर। मेरो अहिले 5 वटा मोबाइलको आउटलेट छ। म अहिले दुबईमा
मोबाइल किन्न जान आँटेको हजुर, हजुर मेरो लागि देउता। यसरी सृजनात्मक सोच भएका व्यक्तिहरूले अरूको भाग्य र भविष्य पनि बनाइदिन सक्छन्, अरूलाई बाटो देखाइदिन सक्छन्, अरूलाई सम्भावना देखाइदिन सक्छन्, अरूको जीवन सफलताको बाटोमा लगाइदिन सक्छन्, सकारात्मक बाटो देखाइदिन सक्छन्। त्यसैले सृजनशीलताको धेरै महत्त्व छ। सृजनशीलताले कहिलेकाहीँ ठुलो खतरनाक समस्यालाई पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ भनेर सिकाउँछ। एउटा ठुलो कार कम्पनीले एकदमै लग्जरियस कारको निर्माण गरेछ। हजारौं इन्जिनियरहरू लागेछन्, वर्षौं लाग्यो। कार निर्माण भइसकेपछि सुरुमा लान खोज्दाखेरि गेटभन्दा 3 इन्च अग्लो कार बनेछ। पटक पटक राउन्ड मिटिङ भइरहेछ यो कारलाई कसरी बाहिर निकाल्ने, र धेरैजनाको सुझाव निस्केछ अब गेट भत्काउनुपर्छ। त्यत्तिकैमा चिया बाँड्दै गएका पिउनले भनेछन्, म सानो मान्छे, तर मेरो दिमागमा एउटा आइडिया घुमिरहेको छ, म भन्न सक्छु। सबैले आँखा तन्काउँदै कान ठाडो पारेछन्। ती साना कर्मचारीले भनेछन्, ए हजुर, त्यो टायरको हावा खोलिदेऊ न, त्यसै त्यो 3 इन्च होचो भइहाल्छ नि, त्यसपछि गेटभन्दा बाहिर लगेर हावा भरौँला। त्यतिखेर सबै छक्क परेछन्। यसरी सृजनशीलताले जीवनमा जस्तोसुकै समस्याको समाधान खोज्न सक्छ, विभिन्न अवसर खोज्न सक्छ, विभिन्न अवसरको माइन्डसेट बनाइदिन सक्छ। सृजनशीलता भनेको आउट अफ बक्स सोच्ने कुरा पनि हो। हामी एउटा रुटिनमा जीवन बिताइरहेको हुन्छौँ, त्यो रुटिनभन्दा बाहिर सोच्न सक्दैनौँ, हाम्रो माइन्ड फिक्स हुन्छ। जसरी सानोमा एउटा हात्तीलाई फलामको साङ्लोले बाँधिन्छ, धेरै वर्षपछि उसलाई डोरीले बाँधे पनि उसले फुस्काउने प्रयास गर्दैन। त्यसै गरी एउटा एक्सपेरिमेन्टमा के थाहा भयो भने एउटा एक्वेरियममा एउटा माछा राखिएछ र बीचमा एउटा सिसाले बारिएछ। त्यो एउटा कुनाबाट अर्को कुनातिर जान खोज्दो रहेछ। बार बार ठोकिएपछि उसले आफ्नो लिमिटेसन बनाएछ। पछि त्यो बीचको सिसा निकालियो, तर त्यो माछाले अर्को कुनातिर जाने कहिले प्रयास गरेन। हामी पनि लिमिटेसनमा हिँड्छौँ। बार बार कुनै कुरा घट्यो भने हामी लिमिटेसन बनाउँछौँ र हाम्रो लिमिटेसनले अरूलाई लिमिटेड गर्छौँ र अरूको लिमिटेसनले हामी आफूलाई लिमिटेड गर्छौँ। त्यसैले सृजनशीलताको लागि चाहिँ ग्रोथ माइन्डसेट चाहिन्छ। ग्रोथ माइन्डसेट भनेको के भने सधैँ वृद्धिको सोच राख्ने, हिजोभन्दा आज राम्रो गर्ने, कसरी राम्रो गर्न सकिन्छ, के राम्रो बनाउन सकिन्छ, के कुरामा नवनिर्माण गर्न सकिन्छ, के कुरालाई नयाँ सिर्जना गर्न सकिन्छ, के कुरामा नवीनता थप्न सकिन्छ। डु बेटर देन यु थिङ्क यु डिड स्टडी। हिजोभन्दा आज राम्रो गर्ने सोच भयो, राम्रो बनाउने सोच भयो, राम्रो बन्ने सोच भयो भने हामी सृजनशील बाटोमा जान्छौँ। त्यसै गरी ओपन माइन्डसेट हुनुपर्छ। ओपन माइन्डसेट भनेको जस्तोसुकै कुरा आए पनि स्वीकार गरिहाल्ने। हाम्रो अस्वीकार गर्ने बानी छ। यो हुन सक्दैन, यो हुँदैन, यो मिल्दैन, यो असम्भव छ, यस्ता कुराहरूबाट हामी हुर्केका छौँ। हाम्रो माइन्ड फिक्स भएको छ। त्यसैले हामी नयाँ कुरा सोच्न सक्दैनौँ, नयाँ कुरालाई स्वीकार गर्न सक्दैनौँ। हाम्रो जीवनमा आएको नयाँ परिवर्तनलाई पनि सहजै स्वीकार गर्न सक्दैनौँ। नयाँ कुरालाई हामी नयाँ हो, असम्भवै हो, सम्भवै हुन सक्दैन भन्ने तरिकाले हेर्छौँ। त्यसैले हामीले हाम्रो दिमागलाई ओपन माइन्डसेट राख्नुपर्छ, जसले गर्दा हामी नयाँ कुरा पनि ग्र्याब गर्न सक्छौँ, नयाँ कुरा पनि लिन सक्छौँ, नयाँ कुरामा पनि विश्वास देख्न सक्छौँ, नयाँ कुरामा पनि आशा देख्न सक्छौँ, नयाँ कुरामा पनि सम्भावना देख्न सक्छौँ, जसले हाम्रो होप, क्रिएटिभिटी, कन्फिडेन्स बढाएर लान्छ।
त्यस्तै हाम्रो लर्निङ माइन्डसेट हुनुपर्छ। सधैँ सिक्ने, सधैँ जागरुक हुने। स्टे फुलिस स्टे हङ्ग्री भनिन्छ। सधैँ म मूर्ख छु, मैले केही सिकिरहनु पर्छ, मैले जान्नै पर्छ। हो, सफलताको बाटोमा हिँड्नको लागि, नयाँ निर्माण गर्नको लागि, नयाँ सपना पुरा गर्नको लागि, नयाँ लक्ष्य पुरा गर्नको लागि सृजनशील र लर्निङ माइन्डसेट चाहिँ हुनैपर्छ। कुनै पनि कुरा नसिकिकन, कुनै पनि कुरामा एक्सपर्ट नबनिकन, कुनै पनि कुरामा एक्सपिरियन्स ग्यादर नगरिकन, आफूले एक्सन लिएर एक्सपिरियन्स नलिकन हामी न त करेज बढाउन सक्छौँ, न त आत्मविश्वास बढाउन सक्छौँ, न त आफ्नो काममा प्रतिबद्ध हुन सक्छौँ, न त्यसलाई निरन्तरता दिन सक्छौँ, न हाम्रो साहस उब्जेर आउँछ। यी सम्पूर्ण कुरा भएन भने हामी सृजनशील पनि हुन सक्दैनौँ। त्यसैले हामीले जीवनमा सफल पाउनलाई, अगाडि बढ्नलाई सृजनशील हुनैपर्छ। सृजनशील बन्नका लागि हामीले खानपानमा पनि विचार पुर्याउनुपर्छ, निन्द्रा प्रशस्त लिनुपर्छ, हरेक दिन आफूलाई एकान्तमा राखेर गहिरोसँग चिन्तन मनन, शोध खोज र अनुसन्धान गर्नुपर्छ। हरेक विषयलाई उल्टो तरिकाले पनि हेर्न सक्नुपर्छ। उल्टो तरिकाले धेरै नवनिर्माणहरू भए, जस्तै द ल अफ ग्रेभिटीको विरुद्ध हवाई जहाज बने, पानी जहाज बने, गाडीहरू बने, ब्रेक बन्यो। त्यस्तै हामीले कुनै पनि वस्तुलाई कनेक्सनसँग जोड्नुपर्छ। जस्तै गाडीलाई मान्छेसँग जोडिएर पठाउ बनाइयो, खानेकुरालाई घरसँग र मान्छेसँग जोडिएर डेलिभरी सिस्टम बन्यो। यसरी जोडेर पनि लान सकिन्छ। त्यसरी नै कुनै पनि वस्तुको के सम्भावना हुन सक्छ। जस्तै डोरीको काम बाँसले पनि गर्छ, बाँसको काम अघि भने जस्तै मान्छेले पनि गर्न सक्ने रहेछ। लामो लहरा श्रेणी बनाउनु त हो। यसरी कनेक्सन हेरेर पनि हामीले सृजनशीलताको विकास गर्न सक्छौँ। अध्ययन र सृजनशीलताको ग्राउन्ड बनाउनु पनि पर्छ। सृजनशीलताको ग्राउन्ड भनेको दैनिक सृजनशील मान्छेहरूसँग भेटघाट गर्ने, विचार सुन्ने, विचार राख्ने, दैनिक सृजनशील किताबहरू पढ्ने, कथाहरू पढ्ने, कविताहरू लेख्ने, कविताहरू रचना गर्ने, कथाहरू रचना गर्ने, आर्ट गर्ने। आर्ट गरियो, म्युजिक बजाइयो भने पनि सृजनशीलता बढेर जान्छ भनिन्छ। आइन्स्टाइनको दिमागमा जस्तो ब्रेन थियो, एउटा ग्रेट म्युजिसियनको ब्रेन पनि उस्तै विकास भएको पाइयो। नेचरमा घुमियो, आर्ट गरियो, विभिन्न तस्बिरहरू बनाउने प्र्याक्टिस गरियो भने पनि सृजनशीलता बढेर जान्छ। एकपल्ट पाब्लो पिकासोले भनेका थिए, बच्चा हुन्जेल मान्छे सृजनशील हुन्छ, आर्टिस्ट हुन्छ, तर बढ्दै गएपछि आर्टिस्ट हुन सक्दैन, आर्टिस्ट हुन दिँदैन। समाज, स्कुल, परिवेश, रुटिनको लाइफ र अध्ययन गर्नुपर्ने विषय, मार्क्स ल्याउनु पर्ने प्रतिस्पर्धा, यी सम्पूर्णले गर्दा बच्चाहरूको आर्टिस्ट कला छोडिएर जान्छ, तोडिएर जान्छ। त्यसले पनि सृजनशीलताको विकास गर्न सक्थ्यो। विभिन्न सोचहरू आएको बेलामा डायरी मेन्टेन गरेर लेख्ने, त्यसका सम्भावनाहरूलाई दैनिक विचार गर्दै जाने, भिजुअलाइजेसन, इमेजिनेसन र म क्रिएटिभ मान्छे हो, म सृजनशील मान्छे हो भनेर अफर्मेसन गरिरहनेले पनि सृजनशीलता बढेर जान्छ। सृजनशीलता बढाउनको लागि हामी गल्तीदेखि डराउनु हुँदैन। अरूले के भन्छ भन्ने कुराले पनि हाम्रो सृजनशीलता मर्छ। अरूले गिल्ला गर्ला कि भन्ने डरले पनि हाम्रो सृजनशीलता मर्छ। असफलतादेखि डर लाग्यो भने पनि हाम्रो सृजनशीलता मर्छ। त्यसरी गल्ती र असफलता हाम्रो सिखको सिडी हो, हाम्रो सफलताको सिडी हो भनेर अगाडि बढियो भने सृजनशीलता विकास हुँदै जान्छ। यसले हामीलाई अझ क्रिएटिभ बनाउँदै लान्छ, अझ सृजनशील बनाउँदै लान्छ। र अन्तिममा नेचरसँग ट्राभल गरियो र नयाँ ठाउँमा गइयो,
नयाँ प्रकृतिको संसारमा गइयो भने सृजनशीलता बढ्छ भनिन्छ। जर्ज बर्नार्ड श चाहिँ जब जब अर्को सहरमा जान्थे अरे उनलाई कथा फुरेर आउँथ्यो अरे। त्यसैले सृजनशीलताको लागि शोध खोज अनुसन्धान चिन्तन मनन बाहेक यी विभिन्न कुराहरूलाई बढाउँदै लग्यो भने एक सृजनशील नागरिक बन्न सकिन्छ। हुनसक्छ हामी आफ्नो सपना लक्ष्य र योजनामा राम्रोसँग काम गरेर सफल हुन सक्छौँ। मलाई लाग्छ यो भिडियोले तपाईँहरूलाई ज्ञान दिएको छ। यसलाई मन पर्यो भने लाइक र कमेन्ट्स गरिदिनु होला। आफ्ना मनपर्ने साथीहरूलाई सेयर गरिदिनु होला। सब्सक्राइब गर्न बाँकीले सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। धन्यवाद। नमस्ते।